परमेश्वर पिताको धन्यवाद कहता हूँ। परमेश्वर बुवालाई म धन्यवाद दिन्छु। यो घडी यो समय म जानुलाई यहाँबाट अब फेरि दार्जिलिङ जानुलाई तयार भएको छु। तर विशेष गरी हिजो जुन भाइले क्यामेरा बनाउनु हुँदैछ त्यो भाइले ल्याएर उसको घरमा चमत्कार भयो। अनि त्यहाँदेखि अहिले उहाँहरू कान नसुन्ने शरीरलाई पक्रेर म यसो पेटमा खुट्टामा नचल्ने हरेक रोगी बिमारी परमेश्वरले चङ्गाइदिनु भयो। उदाहरण उहाँहरू बिलिभर हो, यो ठाउँ सबै विश्वासी हो। अनि उहाँहरूको भाषा मैले बुझ्दिनँ, मेरो भाषा उहाँले बुझ्दैन, तर पनि परमेश्वरले हामीलाई बुझ्ने र प्रेम गर्ने परमेश्वर हुनुहुन्छ। हाम्रो भाषालाई खलबल्याएर हामीलाई विभिन्न भाषाबाट आज परमेश्वर एउटै भाषा बनाएर बुझिराख्नु भएको छ। एउटै यीशु ख्रीष्ट यस्तो संसारमा हुनुहुन्छ, उहाँले जुन भाषा पुकारेर बोलाए तापनि पृथ्वीमा चङ्गाई छुटकारा आशिष आनन्द दिनुहुन्छ। उहाँहरूले त्यो कुरा नजानेको आज जान्न पाउनुभयो। परमेश्वरलाई महिमा होस्। आमेन। जय मसीह। हालेलुया। जय मसीह। म के भन्न चाहन्छु भने एकदम छिटो छिटो छ। अहिले म आज दार्जिलिङ अथवा सेवाकायमको दौडमा है यो ठाउँमा मिजराममा आए। जब यो भाइले ठुलो काम परमेश्वरको देखो, लङ्गडो, अन्धो, बहिरो यस्तो खालको सेवाकाय भयो। अनि यहाँ अङ्कल अनि बहिनी अनि फेरि हामी यहाँ अहिले हामी हस्पिटलमा जाँदैछौँ। एकदम लास्ट बिमारी छ अरे त्यहाँनिर। अनि यहाँनिर चाहिँ रक्सी, जाड अनि अन्धो, बहिरो, सुगर, प्यारालाइस, भाइरस हरेक रोग बिमारको मान्छेहरू मण्डलीमा परमेश्वरले छुटकारा दिनुभयो यत्रो दिन। अनि परमेश्वरलाई महिमा भएको होस्। म यो कुराहरू तपाईँहरूको बिचमा सेयर गर्न चाहन्छु। मण्डली अबको दिनमा सतर्क रहनुहोस्। बोलो मम्मीलाई बोलो। अब मुझे क्या मालूम तो मार्क्स लेकर नयाँ है तो ल्याऊ, नहीं तो उधर ही नयाँ लेंगे। और यसरी यो अहिले अङ्कलले पुरै चङ्गाइ भयो। अनि त्यहाँदेखि यसरी चाहिँ हामीले फेरि अहिले यहाँ प्रार्थना गर्न भाइले लिएर जाँदैछ। धेरै ठुलो छुटकारा चङ्गाइ आज के भन्छ त्यो रोगी बिमारीहरू यस्तो अन्धो, बहिरो, लङ्गडो, प्यारालाइस अनि यस्तो हरेक किसिमको, मलाई त त्यो आउँदैन पनि, के पो भन्छ हो त्यो पेटको बिमारहरू। अनि त्योबाट रक्सी, चुरोट, खैनी, नसालु पदार्थबाट मण्डलीले छुटकारा पाएर धेरै खुसी म भएको छु। परमेश्वर हाम्रो असल हुनुहुन्छ प्रिय मण्डली। अनि फेरि अहिले सेवाकायम जाने त्यस्तो रक्सी नखाँदाखेरि हात काम्ने, कस्तो खालको छुटकारा भयो तपाईँ। त्यही भएर सबैजना खुसी छ, आनन्दित छ। जय मसीह। अब म सेवाकायमा छु अनि फेरि घर पनि निक्लिँदैछु। परमेश्वरलाई आशिष दिनुभएको होस्। तपाईँहरूको प्रार्थनाद्वारा मण्डली आज म असल छु अनि तपाईँहरूको प्रार्थनाद्वारा मण्डली शक्तिशाली काम हुँदैछ। हालेलुया। यो श्रापहरू तोड्नु हुँदैछ परमेश्वरले। यो श्रापहरूबाट छुटकारा दिनुहुँदैछ। मान्छेलाई नसाको श्राप, बोली भाषा, हरेक झगडाको यहाँ हरेक ठुलो ठुलो कामहरू हुँदैछ। परमेश्वरलाई महिमा होस्। आमेन। जय मसीह। मिजोरममा पनि यसरी सेवाकाय गर्नु मिलेको छ। अहिले यो हस्पिटलमा हामी आउँदैछौँ। यो हस्पिटलको नाम क्या है? सिभिल हस्पिटल लुङले। सिभिल हस्पिटल लुङले। हालेलुया। अनि यो हस्पिटलबाट यता जाने बाटो, यहाँ मुनि बाटो छ। मास्क लगानु पड़ेगा। लोग तो नहीं लगाया, सब इधर का सिस्टम है। यहाँ अहिले हामी बिमारी आएको छौँ। अनि यो अटो रिक्सामा यसमा अनि यहाँनिर यस्तो। अब यो हस्पिटलमा पनि परमेश्वरले ढोका खोलिदिनु भयो प्रार्थनाका लागि। हालेलुया। यो लुङले अरे मिजोरामको ल हेर्नु। अनि यो हस्पिटल पनि क्रिस्चियनै रहेगा होइन? क्रिस्चियनै हस्पिटल रहेगा। अरे यो रिक्सामा आएको छौँ यहाँ माथिको। तपाईँलाई मैले यो दृश्य हेराइदिन्छु। त्यही भएर परमेश्वरले अचम्मको काम गर्नुहुन्छ, अद्भुत तरिकाले काम गर्नु हुँदैछ। यो मुनिको बाटो हेर्न सक्नुहुन्छ। अनि यो सिटीहरू हेर्न सक्नुहुन्छ। अनि यो धेरै राम्रो छ, धेरै राम्रो ठाउँ छ। यस्तो ठाउँ छ तल्लो बाटो। अनि यो चाहिँ हस्पिटल प्रार्थनाको लागि आएको छ। तपाईँहरूको प्रार्थना शक्तिशाली छ। अनि तपाईँहरूको प्रार्थना, प्रेम, माया, ममताले गर्दाखेरि परमेश्वरले अचम्मको काम गर्नु हुँदैछ। ठुलो छुटकारा हरेक नसा, व्यसन, रक्सी
अनि लङ्गड हरेक सराप तोडेर चङ्गाइदिएर मान्छेहरू खुसी भएको छ। यो ठाउँमा म छु अनि यहाँनिर तपाईँहरू हेर्न सक्नुहुन्छ। यो ठाउँमा म बस्छु तर यहाँनिरको दोकानहरू सबै बन्द हुँदो रहेछ मान्छे मर्दाखेरि। त्यही भएर क्रिस्चियनहरू जब मऱ्यो, यहाँ त सबै क्रिस्चियनहरू हो, क्रिस्चियनहरू मरेपछि चाहिँ दोकान बन्द हुँदो रहेछ। यो ठेगाना यहाँ छ कि हालेलुया। यो दोकानहरू यो बजार हो। यहीँदेखि तलतिर म बस्छु, यो तलतिर। उत्पत्ति 12 मा फेरि यही लेखेको छ। मोतीको सुसमाचार 13 मा यही यीशुले प्रचार गरेको छ। तैले असल भूमिमा बिउ छरिस् भने 100 गुणा कट्नी गर्छस्। उत्पत्ति 12 मा यही भनेको छ। उत्पत्ति 12 तँद्वारा पृथ्वीका हरेक जातिले आशिष पाउनुपर्छ। मैले भन्नु खोजेको कारण प्रिय मण्डली, परमेश्वर असल हुनुहुन्छ। तपाईहरुको हाम्रो संगति भन्दा आराधना र धन्यवाद भन्दा प्रचार र सुसमाचार भन्दा परमेश्वर असल हुनुहुन्छ। आमेन आमेन। परमेश्वर असल हुनुहुन्छ। धेरै कुराहरू छ तर जुन खराब आदतहरू छ, जुन खराब कुराहरू छ, कुन व्यक्ति स्वर्ग जान्छ? गलातीको पुस्तक 5 को 22, 23, 24, 25 पढ्नुहोस्। 22 र 23 मा पढ्नु भयो भने गलाती यति पढेर सुनाइदिनु नि। अमेन भन्नु है। भन्यो भने त अब दिनभरि लाग्ला, कहाँ जाने हो।